सबैजना त्यहाँ रेस्ट गरिरहेको छ। म हिल गर्दिन्छु, म एक्लै किन माथि जाने। बच्चाहरूको रियाक्सन हेर्नु गाइस, कति राम्रो खुल्ला नजाराहरू, नेचरहरू। अब म मम्मीले छिटो जानु भन्छ है गाइस। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भ्लग। त गाइस आज चाहिँ हामीहरू सबै परिवार मिलेर चाहिँ मल बोक्न जाँदैछौँ र त्यही मल बोक्दै बोक्दै फेरि लास्टमा घरमा जानेछौँ गाइस। म चाहिँ यहाँ मामा घरमा हो गाइस, त्यही भएर त्यहाँ एउटा ठाउँ छ र त्यहाँ चाहिँ हामीहरू भात खाने हो। अब यो भिडियो चाहिँ तपाईहरु सुरुदेखि अन्तिमसम्म हेर्नु होला। अब म चाहिँ गए हामीहरू जान लाग्यो। नारिना कोच गाइस, अब चाहिँ हामीहरू लागे बाटोमा। गाइस हामी चाहिँ अहिलेको ठाउँभन्दा अलि माथि आयो। अब हामीहरू चाहिँ जान्छौँ। मलाई चाहिँ तोको पुग्न दियो गाइस। अब चाहिँ म तपाईहरुले मेरो मम्मीको गाउँ देखाउँछु। तपाईहरुले चाहिँ मेरो मम्मीको गाउँ देख्नु भयो होला। अब म चाहिँ जाँदैछु गाइस। हामीहरू चाहिँ गुम्बामा पुग्न आएको छ अनि त्यो गुम्बाको वरिपरि म तपाईहरुलाई अहिले पनि देखाउँछु। गाइस गुम्बाको छेउमा चाहिँ यो छ यस्तो वरिपरि। अब चाहिँ ढिलो हुँदै गइरहेको छ हामीहरू चाहिँ, त्यही भएर अब हामीहरू सबैजना छिटो छिटो जाँदैछौँ गाइस। उनीहरू त्यहाँ पुगिसक्यो, म भर्खर यहाँ। अब म छिटो छिटो भाग्छु गाइस। गाइस हामी चाहिँ बल्ल बल्ल गुम्बाको माथि टपमा पुगेको छ गाइस। आज कहिले पुग्नु होला ठाउँ पनि मलाई थाहा छैन, बसिलो भन्छ मलाई थाहा छैन गाइस। गाइस पुग्न आँटेको जस्तै रहेछ गाइस। गाइस मैले अघि तपाईहरुले देखाएको जस्तै गुम्बाको छेउमा त्यो भने ऋषि पारेको जस्तै त्यो त्यहाँनिर रहेछ गाइस, देख्नुभयो गाइस। अब चाहिँ मेरो जाँदैछ गाइस। बाटो सोधेको थियो यहाँ अरे रोडबाट होइन नारिना गाइस। नेचर बिङ गाइस। हामी अब म यहाँ मानिमा एकचोटि रेस्ट गर्छु गाइस। सँग लागेर मर्न लागेर चाहिँ मल पनि पुग्नु पनि गाइस। यहाँ थकै लागिसक्यो। म कति मल पुग्ने त गाइस। म चाहिँ यहाँ एकचोटि बसेँ। सबैजना त्यहाँ रेस्ट गरिरहेको छ। म हिल गर्दिन्छु, म एक्लै किन माथि जाने। बच्चाहरूको रियाक्सन हेर्नु गाइस, कति राम्रो खुल्ला नजाराहरू, नेचरहरू। अब म मम्मीले छिटो जानु भन्छ है गाइस। हामीहरू यहाँ आधी घन्टापछि यहाँ बिरान ठाउँमा पुगिसक्यो। यहाँबाट बाटो कि यहाँबाट बाटो भने यहाँबाट हो। निकेश
गाइस हामी अब यो हाम्रो ठाउँमा पुग्न लागेको छ। म त्यहाँको नजर देखाउँछु। यहाँ चाहिँ बाटो बनाइरहेको छ। गाइस अब चाहिँ हामीहरू पुग्यो त्यो घरको उतापट्टि नै हो। तपाईँहरूले फेसबुकमा देखाएको होला त्यो घरमा चाहिँ एउटा हजुर राम्रो हजुरबुबा बस्नुहुन्छ। अनि त्यो चाहिँ नबाट टाढा guys, ini setelah darah guys, अब म चाहिँ फुडी खान लागेको छु। गाइस यसले चाहिँ अलि सस्तो दिन्छ। भिडियो सकेर अब म मल पुग्न लागेको। गाइस मैले चाहिँ यहाँ के हो लिएर अरेको कहाँ के गाइस यहाँतिर कहीँ होला त्यो चाँदी भन्छ कि के भन्छ खोइ त्यो कुकुरले। गाइस चापाइ खोजेको त यहाँ बैठेको छ। र म चाहिँ अब दिन चाहन्छु गाइस म चाहिँ अब मल बोक्दैछु। अब कति भारी हो गाइस, मैले बोक्न नै नसकेको गाइस। ओ गाइस चाहिँ बारीमा लाग्नुपर्ने हो। बारी अघि म फ्रुटी खाएको ठाउँमा यही नजिकै हो गाइस, धेरै टाढै होइन। अब यता यस्तै हो किल्लेस बारीमा। गाइस बाटो नि क्या डेन्जर छ कि यार, कहाँबाट छ हुन्छ। गाइस अब यो बारीमा चाहिँ खन्ने हो गाइस। यो बारीमा खन्ने हो, खानु त्यही पनि कहाँ खाने होला गाइस। गाइस मैले चाहिँ यहाँ खनाइदिएँ। अब उचाल्नु बाँकी हो गाइस। उचालेर म फेरि पुग्न जान्छ। अब मेरो टाउको आमा दुइरहेछ गाइस, जानु पर्यो फेरि नत्र भए काम गरेन भने हाम्रो त बाह्र जस्तै हो। काम गरेन कि गाली खाने अनि पनि दिँदैन गाइस। मलाई मेरो ठुलो मम्मी गाइस गाइस मैले फेरि खन्यो कता छेस्याले त्यसै सुन्दा को त नभार छ अहिले हुजुर त्यो दोसिनु हो हुजुर काम गर्दैन हुजुरिन देऊ भरौ जुन गर्दैन हो हुजुरिन गाइस। गाइस अब फेरि गयो गाइस। मैले त 8 चोटि बोकिसक्यो। हामीले 10 मिनटमा कति गरिसक्यो, कति मल बोकिसक्यो। एकछिन गाइस म पारीमा पुग्यो भने तपाईँहरूले देखाउला। अहिले म त्यो पारीको माथि छु गाइस। चिसो हावा आइरहेछ। अहिले टाइम चाहिँ 10:25 भइसक्यो गाइस।
अब म चाहिँ पारीमा पुग्यो। अब म तपाईँहरूलाई देखाउने छु हामीले 10 मिनटमा कि 15 मिनटमा हो कति हो कति रहेछ हेर्नुहोस् है गाइस। हेर्नुहोस् गाइस हामीले चाहिँ 10 मिनटमा कि 15 मिनटमा यति धेरै गरिसक्यो। तपाईँहरू अथौ गाइस आगोले पो यति भइसक्यो। अझै उति पुग्नु भनेको छ गाइस। अब मलाई हेर्दै गर्नुहोस् होला। गाइस मैले चाहिँ पुगेको छ। गाइस मैले चाहिँ भर्खर यति खानेको। अब म जान्छु। हट 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 दागा नानीको किन मोबाइल आइरहेको छ किन गाइस हामी चाहिँ मल पुगेर थगेलाई गएर यहाँ बसिरहेको र अनि हाम्रो मम चाहिँ खाजा बनाइरहेको छ हेर्नु होला। चाहिँ त्यो घर बनाउनु भइरहेछ कपबाट चाहिँ यहाँ हेर्नुहोस् त्यो चाहिँ दुध। अहिले पछि हामीहरू खाने हो। अहिले हामीहरू भातसँग खाने भनेर गाइस अहिले भात खाने हो। अब म चाहिँ एकचोटि सुत्छ है त गाइस। फाइनली गाइस हाम्रो लगभग सकियो। अब म तपाईँहरूलाई देखाउन लागेको छु। गाइस अब चाहिँ हामी घर जान आँटेको छौँ। आज चाहिँ 1 बजिरहेको छ गाइस। त गएर के गर्ने आज चाहिँ त्यो मुनिको बारी पनि खन्नु भन्ने मिन्स मल बोक्नु पर्ने हो त्यहाँ। त्यसैले आज चाहिँ टाइम छ हामीसँग। अब हामीहरू चाहिँ के गर्ने भएपछि हामीहरू चाहिँ अब खाने भुइँछौँ। अब चाहिँ हामीहरू काम सकेर अब घर जान लागेको छु। तपाईँहरूलाई यो भिडियो मन पऱ्यो भने लाइक हानिदिनु होला। र च्यानलमा नयाँ हो भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि कमेन्टमा यो भिडियो कस्तो छ त्यो पनि पठाइदिनु होला। नेक्स्ट भिडियोमा म तपाईँहरूलाई भन्न चाहन्छु कि आज मैले मल नै कति 16 चोटि बोकिसक्यो गाइस। त्यही भएर आज चाहिँ मलाई मासु दिनु भनेको। ल गाइस अब म तपाईँहरूलाई एउटा चिज भन्नु चाहन्छु। गुड बाई गाइस। हामीले चाहिँ भुइँचाउ खायो भर्खर। अब हामीहरू काम नगर्ने। अब काम सकिसक्यो। अब के गर्ने भनेर अब हामीहरू चाहिँ घर जान्छौँ।